गुड मर्निङ एभ्रिवान। मेरो चाहिँ हिजो अस्ति बर्थडे थियो अनि कसैलाई याद थिएन अन्त के भन्छ अनि अफिसको लागि कसैलाई थाहा थिएन होइन। आज चाहिँ म ड्युटी जाँदिनँ भनेको थिएँ होइन, सबैलाई भनेको थिएँ मैले जोड दिएको थिएँ नि त। तर म जान्छु, तर यहाँ अफिसको स्टाफहरूले चाहिँ मलाई एकरो इन्सिस्ट गरेर चाहिँ नि ड्युटी आइज कि आइज हो, कुनै के काम छ अरे कुनै के काम छ भन्दैछ होइन। तर मलाई डाउट चाहिँ के लाग्छ, यिनीहरूले के चाहिँ अब यो गरेको होला सायद होइन। अहिले हेर्नु ल के हुँदो रहेछ, सरप्राइज राखेको जस्तो लाग्यो, मतलब सरप्राइज होइन, अब केक सेक ल्याएको होला सायद। सो लेट्स सी, अब म फेल हुने हो कि तिनीहरूले मलाई फ्लप बनाउने हो। आज चाहिँ यहाँ मलाई अफिसको स्टाफहरूले चाहिँ एकरै ड्युटी आइज कि आइज हो, आइज कि आइज भन्दैछ। मैले जहाँ आउँदिनँ भनेर ढाँट्दै थिएँ नि त। अनि के हो भन्दा चाहिँ खास चाहिँ अस्ति 6 मे मेरो बर्थडे थियो नि त कसैलाई याद थिएन। एक दुईजना बाइक चाहिँ कसैलाई याद थिएन होइन। अन्त यिनीहरूलाई यो भयो जस्तो लाग्यो कि अन्त आज के सायद यिनीहरूले त्यस्तो केकहरू सायद केही उयो गरेको होला कि। अन्त मलाई एकरै आइज भन्दैछ होइन। उसले चाहिँ म चाहिँ यहाँ जाँदै तर आउँदिनँ भनेको छु मैले ड्युटी। अब म चाहिँ ड्युटी निस्किसकेँ होइन। अब हेरौँ के हुन्छ। ड्युटीको लागि निस्किसकेको छु होइन। यिनीहरूको आज दालमा कुछ काला चाहिँ छ है मलाई डाउट चाहिँ लाग्दैछ। यिनीहरू सब प्लान गरिरहेछ भित्र, मलाई याद पाइसक्यो। म यहाँ वासरुममा जस्तो गर्दैछु हेर्नु ल। आज कहाँबाट सर्ट लगाएर आयो तिमीले? आइफोन बर्थडे हो नि त मेरो। ए हो बिट्टी नदेऊ। ओ बर्थडे हो मेरो आज। यहाँ चेक गर। पराती कहाँ गयो? यिनीहरूको दालमा के कुछ काला छ जस्तो लाग्छ। के गर्दैछ कामको प्रेसर आयो भएर एउटै गफ नदेऊ न। उडाउँछ किलमलाई। ओए ज्वाइँले मार्छ आइकन छ। अन्त के अरे फर्स्ट दिन भन न। आजका मुख्य अतिथि हाम्रा प्रणय मुक्तानज्यू। मुक्तान हो के हो यो? यसले फेरि नामले बोलाउँछ ढुङ्गेल, यसको बनाउँदैन म। यसलाई नामले बोलाउँदा बोल्दैन। यसलाई लुडो किङहरुको लुडो पार्छ यो स्प्राइट हटाउनु। किन आज के दालमा काला छ? बजाउनु हुँदैन। दालमा के कुछ काला छ न? ओके ओके के गर्ने अरे? फोटो खिच्दिएको किन राखेको फुल चाहिँ? खोइ कोनि त किन बाउलेको यो? बसाउनु के भयो आज किन बाउल्ने चाहिँ? ह्यापी बर्थडे धन्यवाद हाम्रो जीविका स्टाफहरूलाई। फेरि लगाएर खा फेरि लगा नाति भिडियो गर त यति कन्टिन्यू गर न। May God bless you. कदा चाहिँ दुईटा मात्रै छ ल तिमीलाई। लु खजा दुईटा खै काट्ने मारिहाल्न क्यान्डल निभाइहाल्न यत्तिकै बिलेटेड हो नि त। बिलेटेड बर्थडे ओइ सही त उहाँले भित्र नाइस छ काठको त्यहाँ भित्रै होला हौ टेबलमा। लाग्दैछ नि दालमा के कुछ काला छ भनेर। अब जहाँसुकै चाहियो काटिसकेर के लेखेर चाहिँ ह्याप्पी बिलेटेड बर्थडे मधु अरे हो। धन्यवाद हाम्रो साथीहरूलाई। ल पकडो खदा खदा नलाउ होला है। राम्रो
ल भनौँ ह्याप्पी बर्थडे त फुल त भएन ओ यहाँबाट फोटो खिचिन्छ यसरी यहाँ खिच्दा अन्त फुल राख्दा कसरी हामी देख्छ कर्नरमा केक लगाएको हामी पनि खिचौँ न यहाँसँग त्यही त ल कसैले खिच्दैन नि हाम्रो यहाँ कसले खिच्छ किन यहीँबाट नाच्दै राम्रो हामी देख्यौँ खै म पनि खिच्छु नि हामीले हिजो सल्लाह गरेको कि उसकोमा खिच्यौँ औ किन खिच्देऊ भिडियो गरेको रहेछ त अन्त औ खिच्देऊ त किन भिडियो गरेको उसले यता चाहिँ यहाँ सिधाबाट हौ म पनि खिच्नु पर्यो ह्याप्पी बर्थडे भनेको उयो भिडियो गरेको छैन हौ लु भन न लु भन लु भन लु भन न के गर्नु ल ल ल ल बर्थडे बोय अब चाहिँ भिडियो गरेको ओ कि त बर्थडे भिडियो भएन रहेछ नि हौ रड्डी भयो नि हौ। फेरि भन न फेरि राइम खाऊ न फेरि राइम काट्नु त बहुत अच्छा है थ्याङ्क यू थ्याङ्क यू नाति थ्याङ्क यू सबैजना थ्याङ्क यू जीवन खानु धन्यवाद यतिको हुनु पऱ्यो नि त खाना जीवन खाँदैन ल खाऊ 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 मेरो बर्थडे खेको सानो अहिले भेट्छस् ठुलो देऊ जीवनलाई नाइस केक नाइस केक धन्यवाद ह्याप्पी बर्थडे धन्यवाद थ्याङ्क यू केक खाएपछि झन् के खान्छ र खाइ पो आम्मामा यत्रो चाहिँ कसले खान्छ धन्यवाद हामी हिजो काट्दैन आँटेको थियो नि नाइस बाइक स्कुटी भएको मान्छे पनि खोजेर नाइस नाइस अब मलाई डाउट लागिसकेको थियो किन अस्ताको पनि थिएन सब हाँस्छ ड्युटी आयो बेला हो यिनीहरू कसरी नहाँस्नु पर्ने भित्रै नबसेको थिएन